दर्शकवृन्द नमस्कार। आज हामीले मङ्सिर 7 गतेको दुर्गा परसाईको आन्दोलनको पूर्व सन्ध्यामा दुर्गा परसाईसँग महत्त्वपूर्ण अन्तर्वार्ता गरेका छौँ र मङ्सिर 7 गतेको तयारी के छ, देशभरि ठप्प पार्ने जुन योजना दुर्गा परसाईको छ, जुन दुर्गा परसाईको अभियानका अभियन्ताहरू देशभरि अहिले प्रचार प्रसार गरिरहेका छन्, के छ त मुख्य योजना भनेर आज हामीले विशेष संवाद गर्दैछौँ। दाइ नमस्कार, स्वागत छ यहाँलाई। नमस्ते दाइ। मङ्सिर 7 गतेको तयारी कस्तो छ? अनि मङ्सिर 7 गतेको तयारी त तपाईँले के बुझ्नुहोस् भने 2046 साल पछाडि जुन 34 वर्षसम्म जुन हिसाब किताबको यो देशमा ठगी धन्दा चल्यो। हजुर, यो त ठगी धन्दा हो नि त। नेताहरू नेता भएनन्, ठगहरू निस्के, लुटेराहरू निस्के, होइन? लुटतन्त्र ठगतन्त्रको एउटा आयाम थियो। त्यसमा आएर अर्को जुन सरकार लादियो, होइन? हजुर, हिजो नेपाली नागरिकहरू यो दलले चलाउँदाखेरि तावामा थिए, आज भुग्रोमा खसेका छन् यो सरकार आएपछि, झन् नयाँ सरकार आएपछि। त्यसले गर्दाखेरि यी सबैलाई एकैचोटि हामीले यो देशबाट पाखा लगाउनु छ र नेपाली नागरिकहरूको सरकार बनाउनु छ, होइन? एउटा सर्वपक्षीय सरकार बनाएर फेरि पनि चुनावमा जानु छ, होइन? एनजिओ आइएनजिओहरू सबलाई लखेट्नु छ। जुन जुन चिजले यो देशलाई धोका दियो, नेपाली नागरिकहरूलाई धोका दियो, त्यो चिजहरूलाई निर्मूल गर्दै अगाडि बढ्नुपर्ने चुनौती छ आज नेपाली नागरिक र नेपालमाथि। त्यसले गर्दाखेरि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली नागरिकहरू जो देश छोडेर जाने त गए। हजुर, देशमै भएका बुढाबुढी भए पनि, महिलाहरू भए पनि, दुःख सुख, होइन? रोटो कालो पिठो भोकै जाउलो तातो पानी खाएर पनि अब सडकमा निस्किने। हामी यो व्यवस्था परिवर्तन नभइन्जेलसम्म, यो संविधान नफ्याँकिन्जेलसम्म, यही संविधानको कारणले हामीलाई लुटतन्त्र मचाएको, हामी यो संविधान नफ्याँकिन छोड्दैनौँ भनेर सबैजना निस्किँदैछन्। यो बिचमा अहिले के भइरहेछ भने केही मान्छेहरू मिडियामा उही दुर्गा परसाई यस्तो, दुर्गा परसाई उस्तो भनेर आएका छन्। त्यसलाई पनि म के भन्छु भने राम्रोसँगले सुझाव दिन चाहन्छु। मैले केवल नेपाल र नेपाली बचाउन खोजेको हो। म विदेशमा बस्नेहरूलाई पनि, तपाईँहरूलाई जब विदेशमा गएपछि माया लाग्छ, देशको माया लाग्छ भने तपाईँहरू पनि आउनुहोस्, एक हप्तालाई छुट्टी लिएर आउनुहोस्। एक हप्तालाई आफू जन्मेको ठाउँको लागि दिनुहोस्। होइन भने विदेशमा गएर हामीलाई गाली गर्ने, हाम्रो यो भनेर त्यो भनेर, होइन, नभन्नुहोस् भनेर भन्न चाहन्छु। र आम नेपालीहरू चाहिँ कहिले 7 गते आउँछ भनेर तयारीमा बसेका छन्। हिजोदेखि सामाजिक सञ्जालमा एमालेको 1 लिटर 3 लिटर पेट्रोल, सुकुटी, खाना भनेर कुपनहरू भाइरल भइरहेका छन्। दुर्गा परसाईले पनि कतै भाडाका मान्छे त ल्याउने होइन भनेर सामाजिक सञ्जालमा पनि चर्चा परिचर्चा चलेको छ। योजना के छ दाइ? होइन, तपाईँले एउटा कुरो के छ भने एमालेहरूको त अहिले त्यो काङ्ग्रेसको चरित्र हुनुपर्थ्यो, तर देशमा कम्युनिस्टकै चरित्र त्यो भएर न आज यो भएको हो। अनि चुनावको बेलामा तेल दिने, मासु भात दिने, त्यही कारणले जनताले दुःख पाएको हो नि त। अब त जनताले बुझ्यो नि त, विगत 3 वर्षदेखि हामीले बुझायौँ। त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहुन्छ, अहिले पनि मासु भात र तेलमा हिँड्ने जनता त्यो जनता होइन, बिग्ने जनता त अझै रहेछ नि। हिजो त्यो जनता सञ्जालमा देखियो, त्यो एमाले हो, त्यो काङ्ग्रेस छ नि त। त्यो नेपाली होइन, त्यो नेपाली होइन। तर साँचो नेपाल छ, नेपाली छ र नेपाल बचाउने छ भने नि हाम्रो अभियानमा आउँछ 1 रुपियाँ पैसा नमागिकन। हामीले भनेको छ त 10 किलो चामल बोक्नुहोस्, 2 किलो दाल बोक्नुहोस्, गुन्द्रुक बोक्नुहोस्, खुर्सानी बोक्नुहोस्, अलिकति नुन बोक्नुहोस्, बेसार बोक्नुहोस्, भाँडो बोक्नुहोस्, सिरक ढसेना बोक्नुहोस्, आउनुहोस्। जहाँ बस्नुहुन्छ काठमाडौँमै आउनुहोस्, बिर्तामोडमै बस्नुहुन्छ, विराटनगरमै बस्नुहुन्छ, बुटबल बस्नुहुन्छ, धनगढी बस्नुहुन्छ, महेन्द्र राजमार्गमा बस्नुहोस्। बाटामै पकाउनुहोस्, खानुहोस्। पानी पाइन्छ, खोलाको पानी निकाल्नुहोस्, खानुहोस्। हप्ता 10 दिन 15 दिन नाला पानी किल्लामा नि हिजो आमाहरूले देश जोगाउन लडाएको थिए कि सुत्केरी जिउ लिएर, त्यो सम्झेर लड्नुहोस्। तपाईँहरूको घर जोगाउने हो। 38 लाख छ तपाईँको लघुवित्त र सहकारी पीडित। अब दुर्गा परसाईले जोगाइदिने त्यो त होइन नि। र ती हरेक मागहरू छन् नि, मेरा माग होइनन्। मैले विदेशबाट जेलमा भएका नेपाली ल्याउनुपर्छ भनेर भनेको छु। 7000 विदेशमा नेपाली छन् जेलमा। मेरा छोराछोरी जेलमा हुन् होइनन् नि। कुरो बुझ्या हो कि? हजुर। 20 लाखभन्दा मुनिको ऋण मिना गर्नुपर्छ भनेको छ। 20 लाखभन्दा मुनिको ऋण मेरो होइन नि। 20 लाखभन्दा माथिको ऋण 25 वर्षलाई तिर्ने मौका दिनुपर्छ भनेको छ। मैले त अलरेडी 20 वर्ष तिर्ने मौका पाएकै छु नि। मैले मेरो लागि भनेको छैन। त्यो कागजमा भएका जुन हाम्रा मागहरू छन् मेरा लागि होइनन्। नेपाल जोगाउने र नेपाली सर्वहारा वर्ग भुइँ मान्छे जो पीडित वर्ग छ, जस्तो अस्ति मैले एउटा 3 वर्षदेखि तपाईँको चाहिँ ब्ल्याक लिस्ट हटाउनुपर्छ। बाउले ऋण लिएको हुन्छ, राजनीतिक कारणले हरेक कारणले व्यवहार बिग्रिन्छ, तर छोरो मरेर गएको बाजे हजुरबाउ पनि
ब्ल्याकलिस्ट, छोरो नाति पनाति पनि ब्ल्याकलिस्ट, 3 पुस्ता ब्ल्याकलिस्ट। 3 पुस्ता ब्ल्याकलिस्ट भएपछि तिम्रो लगानी कहाँ हुन्छ? व्यापारीलाई त प्रोत्साहन पो गर्नुपर्छ भनेर मैले भनेको थियो। अस्ति गृह मन्त्रालय लगेर माग बुझाइसकेपछि पहिला आइसकेपछि गभर्नर साहबले हिजो आफै बोल्नुभयो त ब्ल्याकलिस्ट राख्नु हुँदैन भनेर। त त्यो भिजन त दुर्गा प्रसाईसँग थियो त पहिल्यै भनेको त। र अहिलेको गभर्नर साहबले एउटा कुरो के राम्रो भन्नु थाहा छ? जसले खेत जोत्छ माटो खेलाउँछ त्यसलाई दिनुपर्छ, कागजमा माटो खेलाउनेलाई ऋण दिने होइन भन्नुभयो। भनेपछि यहाँ गभर्नर साहबको त भिजन राम्रो रहेछ नि त, दुर्गा प्रसाईसँग मिल्यो नि त इन्ट्याक्टको। ब्याङ्क कसरी चल्छ आज हेर्दै जानुहोस्। अब ढल्ने पालो ब्याङ्क हो। म ब्याङ्कका सिओ ब्याङ्क सञ्चालकलाई के भन्छु भने नि, जबसम्म ब्याङ्क सञ्चालक र ब्याङ्क छुटिँदैन नि ब्याङ्क ढल्नेवाला छन्। किनभने ब्याङ्क सञ्चालक जति पनि छन् नि, यो 20 वटा ब्याङ्कका सञ्चालकले नै सबैभन्दा बढी पैसा 80% पैसा 60% पैसा चलाएको छ। अब व्यापार नचलेपछि त यिनीहरूको पनि चलेन। अब के गर्छन् यिनीहरूले? हो, त्यसले गर्दाखेरि सबैभन्दा ठुलो कुरो के छ भने यो व्यवस्था परिवर्तन गरेन भने, यो संविधान फ्याँकेन भने कोही नेपाली बाँच्नेवाला छैन। र मङ्सिर 7 गतेको आन्दोलन मेरो आन्दोलन होइन, आम नेपाल र नेपालीको आन्दोलन हो। मैले भनेको छ यो आन्दोलन भनेको अन्तिम आन्दोलन हो। म पटक म क्यान्सर सर्भाइभल मान्छे हो, म लड्न सक्दिनँ। त्यसले गर्दाखेरि अब मेरो यो लडाइँमा साथ दिनुहोस्, तपाईँहरूको लडाइँ हो। मङ्सिर 7 गतेको आन्दोलनलाई लिएर सामाजिक सञ्जालमा चर्चा परिचर्चा निकै बाक्लिएका छन्। हिजो मात्रै पारस खड्काले दुर्गा प्रसाईजी आन्दोलन नगरिदिनुहोस्, एनपिएल हुन दिनुहोस् भनेका छन्। त्यस्तै अन्य विभिन्न राजनीतिक दलका नेताहरू चाहिँ मौकाको दाउ छोपेर बसेका छन्। अब घर जलाउँछन् कि फेरि दुर्गा प्रसाईलाई झुट्टा मत्ता लगाउँछन् कि भोलि तपाईँको आन्दोलनले गर्दा बालेनहरूको सुदन गुरुङहरूको घर जल्यो भने दुर्गा प्रसाईको कारणले जल्यो भन्न पनि सक्छन्। के छ त यो तयारी? यस्तो म सर्वप्रथम त एनपिएलको त्यो पारस खड्काजीलाई के भन्छु भने, देश त तपाईँको पनि हो नि। देशै नरहे एनपिएल कहाँ? देशै नरहे एनपिएल कहाँ रहन्छ? होइन, मैले उहाँले सुनेको थिएँ यो चाहिँ नेपाल चिना, नेपाल त सबैले चिनाएकै छ नि। सन्दीप लामिछानेले पनि चिनाएकै हो, तपाईँले पनि चिनाएकै हो, दुर्गा प्रसाईले पनि नेपाल जोगाउनलाई चिनाएको। पहिला नेपाल जोगाउँ। तपाईँको एनपिएल 15 दिन पछाडि सार्दा के बिग्रिन्छ? बिग्रिनु त केही बिग्रिँदैन। तपाईँलाई अहिले 1 गतेदेखि नै किन गर्नु पर्यो? होइन, किन गर्नु पर्यो? होइन, त्यसले गर्दाखेरि म आम जनसमुदायलाई के भन्छु भने एनपिएल जरुरी हो कि देश जरुरी हो? त्यो पहिला भन्नुहोस्। राष्ट्र जरुरी हो। एनपिएल जरुरी हुने, एनपिएल मन पराउने मान्छे जानुहोस्। हामीलाई आपत्ति होइन, रोक्ने कुरो भएन। तर आज राष्ट्र यो स्थितिमा परेको छ। आमा घाइते छिन्, घाइते आमालाई छोडेर नि घुम्न जाने छोरो होइन। आज देश घाइते छ, आमा घाइते छिन्, यो आमालाई औषधि उपचार गरेर बचाउँ, अनि त्यस पछाडि घुम्न जाउँला, सिनेमा हेर्न जाउँला, एनपिएल हेर्न जाउँला। मेरो पारस खड्काजीलाई यति हो। तपाईँको पनि आमा हुनुहुन्छ होला घरमा, आमालाई गएर दुर्गा दाइले यसो भन्दै हुनुहुन्थ्यो के गरौँ आमा भनेर सोध्नु। आज आमा घाइते हुनुहुन्छ, हामीलाई जन्म दिने आमा बचाउने कि नबचाउने तपाईँ हाम्रो टाउकोमा आएको छ। त्यसले गर्दाखेरि म पारसजीलाई यति भन्छु, म अरू कुरा भन्दिनँ। त्यसले गर्दाखेरि मङ्सिर 7 गतेमा जुन अराजक तत्त्वहरू अथवा घुसपैठ भएर त्यो हुन सक्छ। मैले त्यही भएर त भन्दैछु त, मैले अघि पनि भने नि, एमबेसीहरूमा बम पड्काइदिने, नियोगहरूमा हाम्रो त्यो योजना होइन। हाम्रो पहिला पनि त होइन नि, भाटबटेनीहरू लुट्ने, ब्याङ्कहरू लुट्ने, त्यो त योजना बनाएको होला। मान्छेहरूले बनाउँछन् नि त यस्तोमा। अझ अब हिजो घरमा आगो लगाउनु त उनीहरूले सिकाएको नि त। त्यहाँ त्यो भिडियोमा आइहाल्छ नि, योजना कसको रहेछ, कहाँ बसेर बानेश्वरमै बसेर गरेको रहेछ नि त। सुशीला कार्की, ओम अर्याल, डाक्टर अभिषेक सिंह, कल्याण श्रेष्ठ, केदार भक्त माथिमा त आइगयो नि त, होइन? त्यसले गर्दाखेरि त्यो त उहाँहरूले सिकाएको, हामीले सिकाएको होइन। त्यसले गर्दाखेरि यो हाम्रो आन्दोलन भनेको शान्तिपूर्ण हुन्छ, हामी बाटोमा बसेर गर्ने आन्दोलन हो। हाम्रो हातमा ढुङ्गा पनि हुँदैन। भोलि पर्सि कसैले कसैको घर जलायो भने यही भिडियो साँच्चै छ, दुर्गा प्रसाईको अभियानले त्यो गरेको होइन। हाम्रो अभियानले म त भन्दिनँ अर्का घरमा आगो लगाउनु भनेर। म त मेरो दुश्मन जस्तो सुकै दुश्मन भए पनि म आगो लगाउनु भन्दिनँ। मेरो आजको सबैभन्दा ठुलो दुश्मन मलाई लगेर पटक मेरो बुढीलाई सुद्धा हातकडी लगाउने केपी ओली हुन् नि, केपी ओलीको घरमा पनि आगो नलगाउनु भन्छु म। अब अरूको त कुरै छोडिदिउँ। त्यसले गर्दाखेरि म सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई शान्तिपूर्ण आन्दोलनमा भाग लिन म अनुरोध गर्छु। र ब्याङ्क, वित्तीय संस्था, यातायात व्यवसायी, मजदुर, किसानहरू सबैलाई यसमा यो अभियानमा सहयोग गरिदिनुहोस्। यो मङ्सिर 7 पछाडिको जुन आन्दोलनमा
यदि तोडफोड भयो त्यो भयो भने त म यसको जवाबदेही म जान्दिनँ। पछिल्लो समय जेएनजीका घाइतेहरू पनि होइन। पछिल्लो समय जेएनजीका घाइतेहरू दुर्गा परसाईको घरमा आउने भेट्ने क्रम बाक्लिदो छ। जेएनजीहरूले अब आशा दुर्गा परसाई मात्र हो भन्ने पनि सोचेका रहेछन्। अस्ति हामीले एउटा अन्तर्वार्ता लिएका थियौँ घाइतेसँग, उहाँले कसैले पनि हाम्रो माग पुरा गरेन, सरकार पनि हाम्रो बनेन, घाइतेहरूलाई उपचार पनि राम्रोसँग भएन, खर्च पनि छैन,